केही समय अगाडिदेखि पार्टी खोल्छु भनेर घोषणा गरेका धरानका मेयर हर्क साम्पाङले आधिकारिक रूपमै आफ्नो पार्टी दर्ता गरिसकेका छन्। श्रम संस्कृति नामक पार्टी राखेर दर्ता गरेका हर्क साम्पाङले आफ्नो पार्टीमा आबद्ध हुन सम्पूर्ण नेपालीहरूलाई आह्वान गरिरहेका छन्। जेनजीको आन्दोलनको क्रममा देशको नेतृत्व गर्छु भनेर अगाडि बढेका हर्क साम्पाङलाई केही जेनजी युवाहरूले प्रधानमन्त्री हुनबाट वञ्चित गरेका थिए। जेनजी युवाहरूले पनि आफूहरूको माग पूरा गर्ने आशामा प्रधानमन्त्रीमा सुशीला कार्कीलाई नियुक्ति गरेका थिए। तर सुशीला कार्कीले पनि जेनजीहरूको माग पूरा गर्न सकिरहेको छैन भने आम नेपाली जनताहरूको आशा पनि निराशामा परिवर्तन हुन लागिसकेको छ। जेनजी युवाहरूले यति बेला सरकारलाई दबाब दिन थालेका छन् भने केही जेनजी युवाहरू यति बेला पार्टी खोल्ने घोषणा समेत गरिसकेका छन्। जेनजी युवाहरू पनि यति बेला एक आपसमा विभाजन भएको हो कि भनेर प्रश्न पनि आउन थालिसकेको छ भने एकाथरी जेनजी युवाहरू यति बेला सरकारसँग वार्तामै छन्। जेनजीका युवाहरूलाई पनि सरकारमा लानुपर्छ भनेपछि सरकार र जेनजी युवाहरूको वार्ता चलिरहेको थियो। तर जेनजी युवाहरू फरक फरक समूह बनाएर वार्तामा जाने गर्नाले एउटा समूहको जेनजीले अर्को समूहलाई विरोध जनाउँछ। यसरी जेनजी युवाहरू पनि एक आपसमा मिल्न नसक्दा सरकार र जेनजीको वार्ता रोकिएको थियो। अर्काथरी जेनजी युवाहरू भने पार्टी खोल्ने घोषणामा गइरहेका छन्। गरेर आएका जेनजी युवाहरूले किन गरे त पार्टी खोल्ने घोषणा? यति बेला जेनजी युवाहरूमाथि पनि धेरै प्रश्न र टीका टिप्पणीहरू आइरहेका छन्। कतै जेनजी युवाहरू पनि पुराना नेताहरू झै सत्ता मोहमा त लागेका छैनन् भनेर प्रश्न समेत आउन थालिसकेको छ। किनकि विद्रोह गरेर आएको जेनजीले किन गर्दैछ त एक्कासी पार्टी खोल्ने घोषणा? यति बेला हर्क साम्पाङले पनि आफ्नो पार्टी दर्ता गराइसकेका छन् भने यति बेला हर्क साम्पाङको पार्टीमा धेरैजना आबद्ध पनि भइसकेका छन्। धेरैजना नेपालीहरूले हर्क साम्पाङलाई साथ दिइरहेका छन् भने आगामी चुनावमा हर्क साम्पाङको पार्टीको नतिजा हेर्न बाँकी रहेछ। यति बेलाको अवस्थामा हेर्ने भने धेरैजनाले हर्क साम्पाङको पार्टीमा साथ र सपोर्ट गरिरहेका छन्। पक्कै पनि आगामी चुनावमा हर्क साम्पाङको पार्टीले कस्तो नतिजा ल्याउँछ त त्यो हेर्न बाँकी नै छ। यति बेला हर्क साम्पाङ आफ्नो पार्टीमा आबद्ध हुन सम्पूर्णलाई आह्वान गरिरहेका छन्। श्रम संस्कृति नामक पार्टी राखेर दर्ता गराएको पार्टीले देश र जनताको लागि सदैव काम गर्ने पनि बताइरहेका छन्।